टु माई न्यू ब्लग होइन गाइस। आज चाहिँ नि म ट्याक्क पशुपतिनाथतिर होइन घुम्न जाँदै स्याप्प जाउँ के छ होइन कस्तो छ हेरिदिउँ। सो लेट्स गो। चाहिँदेखि म चाहिँ नि यहाँदेखि बसमा जानुपर्ने हुन्छ, दुईवटा बस एक्सचेन्ज गर्नुपर्छ। भर्खर बसदेखि झरेर झरिसक्यो होइन, पुगिसक्यो यहाँ। अब चाहिँ नि हिँड्नुपर्ने हुन्छ अगाडि, तिनवटा बस फेरि आइयो होइन। नि ठ्याक्क यताबाट हिँड्नुपर्ने हुन्छ होइन, मलाई चाहिँ थाहा छैन कता कता। होइन अघि अघि हिँड्दै म चाहिँ यो बाटो आएको होइन, त्यो बाटो आएको। नयाँ हुनुहुन्छ भने चाहिँ गाइज होइन सब्सक्राइब चाहिँ गरिदिनु, भिडियोलाई लाइक गरिदिनु, कस्तो लाग्छ भिडियो होइन कमेन्ट गरिदिनु। ठाउँ चाहिँ नि जोस् ठिकै ठिकै छ होइन, यतातिर गार्डन सार्डन है छ। बाटो हिँड्नुपर्ने हुन्छ, म यहाँदेखि देखिँदैन घरमा चाहिँ नि होइन जे किन्दा पनि पहिला सोधेर हिँड्नु होइन, अदरवाइज पहिला सामान लिनुहुन्छ अनि पछि पैसा कति हो भनेर सोध्नुहुन्छ भने हजुरलाई चाहिँ यहाँ डर लुटिदिन्छन् होइन सामानहरू किन्ने होइन। आइसक्यो होइन, यो हामी चाहिँ नि यहीँभित्र जाने यतातिरदेखि सामानहरू लिएर जानुपर्छ। भित्र जानु चाहिँ उता हो सामानहरू पाइने ठाउँ, उता जता जति पाइन्छ। जाने ठाउँ हो यतातिर चाहिँ आँखा कतादेखि थाहा भएन, म चाहिँ यहाँ अगाडि तिर होइन यतातिर जाँदै भित्र जाने। यतातिर चाहिँ पहिला यता जान्छ यहाँदेखि माथितिर होइन जाँदै। त्यहाँ चाहिँ बाँदर चाहिँ नि खत्रै छ क्या, अहिले मोबाइल लिएर भागिदियो भने एउटा हुन्छ फेरि। त्यहाँ चाहिँ हात छिराउने ठाउँ चाहिँ त्यहाँ चाहिँ हात छिराउने के हुन्छ क्या ट्याक्कै। मन छिराउनु पर्छ कि हातको के हो।
मैले चाहिँ छिराएन होइन त्यहाँ चाहिँ हात छिरायो भने खोइ भाग्ने भाग्ने हुन्छ के हुन्छ भन्ने हुन्छ तर आफूमा भरोसा राख्नुपर्छ होइन आफूले भने चाहिँ यो भाग्य के हुन्छ साथ यतितिर जामानमा फर्स्टै घाम चाहिँ पसिना पसिना भइयो छ होइन दामी दामी छ नि वाउ त्यहाँदेखि के हो खाली गरम जस्तो छैन जतिरदेखि जानु बाटो पनि भगवान कता कता हो मलाई चाहिँ नि हिँड्दा हिँड्दा नि थकै जस्तो लाग्यो एकैछिन चाहिँ नि अब यहाँ बसिदिनु पर्ने हुन्छ खाली ठाउँ छ यता चाहिँ मान्छेहरू बस्न आउँदैछन् ओ यो रुख त 7 बजे भयो होइन सबैले साथ होला तर यो लाला भाइको भाइले साथ छोड्दिन यहाँ पनि मस्तै छन् होइन लाला भाइको भाइहरू यता चाहिँ जङ्गलतिर चाहिँ नि खै मान्छेहरू जान गहन के मन हिँडिदिन्छ भन्नु पर्दा त त्यता त कपालहरू पो बस्ने ठाउँ हो र हौ तर ख्याल गर्नुभयो किन यहाँ म गोरो गोरो देखिरहेको छु ओहो कोही तो हमें भी पटा लो हम कौन से आतंकवादी है भाई पहिला पहिला चाहिँ नि यतातिर चाहिँ नि सामानहरू बेच्न राख्थ्यो क्या अहिले चाहिँ नि नराख्दै हुन्छ नि अब जता हेऱ्यो त्यतै कपालहरू छ अब हेर्नु भएन होइन ढल्छ के अरे यो जङ्गलै जङ्गल हो मेरो पनि भइसक्यो भिडियो के कस्तो लाग्छ होइन कमेन्ट गरिदिनु च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु किनभने मान्छेहरूले चाहिँ मेरै भ्लगर हो म चाहिँ होइन काठमाडौँ आएर भ्लग गराउँ अब चाहिँ धेरै दिन बस्दिनँ अब भोलि पर्सिमै गइहाल्छु त्यसपछि होटलतिरको भ्लग हेर्न पाइन्छ